एउटा कुरा प्लेन एन्ड सिम्पल, स्टप गेसिङ योर ट्रेड्स। तपाईँ कसरी सेयर किन्नुहुन्छ? बजारको हल्ला सुनेर, अरू कसैको भरमा परेर, अर चार्ट नै हेरेर? जब ग्रिन क्यान्डल बन्छ, तब बाई, जब रेड क्यान्डल बन्छ, तब सेल। यदि त्यस्तो हो भने यु आर ग्याम्बलिङ विथ योर मनी। मार्केट मुभ हुने चार्टको कलरले होइन, प्राइसले हो। र प्राइसले हामीलाई एउटा सिग्नल दिइरहेको हुन्छ, हामीसँग कम्युनिकेट गरिरहेको हुन्छ। रेड र ग्रिन कलर गर्नको लागि मात्रै कलर गरिएको बक्सहरू होइन, यो एउटा स्टोरी हो। रेड र ग्रिन क्यान्डल कसरी फर्म हुन्छ भनेर बुझ्दाखेरि यो एउटा ब्याटल फिल्ड हो। कसले जित्यो भनेर त्यो कलरले देखाउँछ। प्रत्येक क्यान्डल स्टिकले एउटा स्टोरी भन्छ, मार्केटको साइकोलोजी बताउँछ। र तपाईँले यदि त्यो बुझ्नुहुन्न भने तपाईँको पैसा त्यो कुरा बुझ्ने मान्छेले लिएर जान्छ। आज द क्रेडिट साइडमा हामीले क्यान्डल स्टिक भनेको के हो भनेर सिक्छौँ। मार्केटको साइकोलोजी यसले कसरी बताउँछ भनेर बुझ्ने कोसिस गर्छौँ। र यदि तपाईँ ट्रेडिङमा नयाँ हुनुहुन्छ अथवा तपाईँ ट्रेडिङ त गर्नुहुन्छ तर मार्केटको साइकोलोजी बुझ्नुहुन्न, क्यान्डल स्टिक अथवा चार्ट पढ्न सक्नुहुन्न भने तपाईँको लागि यो भिडियो हुनसक्छ। तर इन केस तपाईँ पहिलेदेखि एउटा प्रो ट्रेडर अथवा इन्भेस्टर हुनुहुन्छ, तपाईँले मार्केटको साइकोलोजी, मार्केटको मोमेन्टम क्याच गर्न सक्नुहुन्छ भने चाहिँ यो भिडियो तपाईँको लागि त्यति धेरै अप्रोप्रिएट नहुन सक्छ। तर इफ यु आर न्यू टु ट्रेडिङ एन्ड डु नट अन्डरस्ट्यान्ड क्यान्डल स्टिक्स, यो भिडियोपछि तपाईँले चार्ट हेर्ने नजरिया 180 डिग्री नै सिफ्ट हुनेवाला छ। सो स्टिक विथ मी। तपाईँले मार्केटमा चार्ट हेर्दा चार्ट सेयर्सहरूको पनि हुनसक्छ, कुनै कमोडिटी जस्तै गोल्ड सिल्भरको पनि हुनसक्छ नेपालमा। बाहिर हेर्ने हो भने बिटकोइन अथवा अरू कुनै पनि कमोडिटिजहरू हुनसक्छ। उनीहरूको चार्ट हेर्ने हो भने चार्ट लगभग यसरी मुभ भएको हुन्छ। तर यो मुभमेन्टको बिचमा चाहिँ रातो, हरियो बक्सहरू बनेको हुन्छ। यो बक्सलाई हामी क्यान्डल स्टिक भन्छौँ। यसरी हेरौँ है त। तपाईँले हेर्ने चार्टमा यस्तो किसिमको क्यान्डलहरू बनेको हुन्छ। एभ्री डे अथवा तपाईँले कुन टाइम फ्रेममा हेर्नुहुन्छ, सपोज डेली टाइम फ्रेममा हेर्नुहुन्छ भने यसलाई कसरी बुझ्न सकिन्छ भन्दा मार्केट एउटा पोइन्टमा ओपन हुन्छ अनि एउटा पोइन्टमा गएर क्लोज हुन्छ। जस्तै रातो क्यान्डल बनेको छ भने मार्केट त्यो दिन माथि ओपन भएर तल क्लोज भयो भनेर बुझिन्छ, मार्केट घट्यो, द्याट्स वाइ रेड। अथवा मार्केट तल ओपन भएर माथि क्लोज भयो भने चाहिँ ग्रिन कलरको क्यान्डल फर्म हुन्छ। अब हामी यसमा हेरौँ है त। यहाँ हेर्दाखेरि मार्केट यो पोइन्टमा ओपन भयो, तर मार्केट तल गएर क्लोज भयो। हामीले सजिलै एस्टिमेट गर्न सक्छौँ, अनुमान लगाउन सक्छौँ त्यो दिन मार्केट घट्यो भनेर। ठिक छ। अन द कन्ट्रारी, यो ग्रिन कलरको क्यान्डल यदि फर्म भएको छ तपाईँले हेरेको चार्टमा भने मार्केट तल ओपन भयो तर माथि गएर क्लोज भयो। यतिसम्म बुझिन्छ। क्यान्डल स्टिक त्यति नै सिम्पल छ जसरी मैले अहिले भनिरहेको छु। तर यसमा एउटा सानो पोइन्ट पनि छ अर्को, जसलाई विक भनिन्छ। क्यान्डलको टुप्पो हुन्छ नि, त्यस्तै यो चाहिँ त्यो दिनको हाई हो। मार्केट त्यतिसम्म पुगेको रहेछ तर पछि फेरि फिर्ता आयो। र यो चाहिँ मार्केटको लो हो। मार्केट त्यति तलसम्म पुगेको रहेछ तर पछि फेरि फिर्ता गयो। यसरी बुझ्न सकिन्छ क्यान्डललाई। धेरैजना बिगिनर ट्रेडर्सहरूले क्यान्डलको बडीलाई त हेर्नुहुन्छ, तर उहाँहरूले यो क्यान्डलले फर्म गरेको जुन एउटा विक छ नि, पुच्छर छ नि, त्यसलाई चाहिँ इग्नोर गरिदिनुहुन्छ। तर एउटा कुरा के बुझ्नु पर्यो भन्दा यो दिनको क्यान्डलमा सपोज बिहान मार्केट खुल्यो यो पोइन्टमा, हरियो क्यान्डल छ, यसको मतलब मार्केट माथि गयो। सिम्पल। तर स्टोरी यति मात्रै रहेन त्यो दिन। स्टोरी के भयो भन्दा त्यो दिन मार्केट तलसम्म घट्यो पनि। डु यु सी दिस? मार्केट एउटा पोइन्टमा यस्तो भइदियो, ओपन भइसकेपछि सायद माथि गयो अनि फेरि यति धेरै सेलर्सहरू आए, ए म बेच्दिन्छु सेयर भनेर आए। बेच्दै जान थालिसकेपछि त त्यसको प्राइस घट्ने भयो नि त। धेरैजना सेलर आयो भने प्राइस सस्तो हुन्छ है। धेरैजना बायर आयो भने म पनि किन्छु भनेर आयो भने चाहिँ त्यसको प्राइस महँगो हुन्छ। क्यान यु इमेजिन दिस? तपाईँ एउटा सामान किन्न गएको जस्तै एक्जाम्पल सोच्दा हुन्छ यसलाई। तपाईँ कुनै सामान किन्न जानुभयो, धेरैजना सेलर छन् भने तपाईँ के गर्नुहुन्छ?
यु क्यान बार्गेन नि त, होइन? तर धेरैजना बायर छन् अनि बेच्ने मान्छे चाहिँ एउटा मात्रै छ भने अब बेच्ने मान्छेले बार्गेन गर्छ, म महँगोमा बेच्छु भन्छ। सिमिलरली मार्केटमा पनि त्यही नै हुन्छ। यो पोइन्टमा मार्केट खुल्यो, त्यसपछि प्राइस तलसम्म पुग्यो, धेरै तलसम्म। बडीको साइज जत्रो छ नि, त्योभन्दा मेबी डबल, ट्रिपल साइजको विक बन्यो। मार्केट त्यति तलसम्म पुग्यो, यो भनेको त बियरिस सेन्टिमेन्ट हो नि, है? मार्केट त बियर भयो, सेलरहरू हाबी भयो भनेर बुझ्न सकिन्छ। तर एउटा पोइन्ट यस्तो आइदियो नि, यो लोएस्ट पोइन्टमा पुगिसकेपछि यस्तो टाइम आइदियो, त्यसपछि चाहिँ बायरहरू एन्टर गर्न थाले। बायरहरूले होइन, यति प्राइस पुगेपछि त सेयर किन्नुपर्छ भन्ने मेन्टालिटीमा, भन्ने साइकोलोजीमा पुगे। अब यो भइसकेपछि के हुन्छ भन्दा धेरैजना बायरहरू आउन थालिसकेपछि चाहिँ फेरि मार्केट बढ्न थाल्छ। बढेर मार्केट फेरि माथि नै पुग्छ र अल्टिमेटली यस्तो खालको क्यान्डल बन्छ। डु गेट दिस? त्यस्तै गरेर यो ग्रीन क्यान्डल पनि सिमिलर स्टोरी हुन्छ। तर रेड कलरको क्यान्डल हेऱ्यो भने एक्ज्याक्टली अपोजिट स्टोरी हुन्छ यसमा। रातो क्यान्डल, यसको मतलब के बुझ्नु पर्यो फर्स्टमा भन्दा मार्केट माथि ओपन भयो र तल क्लोज भयो। स्टोरी यति मात्रै हो त? होइन। यसमा एउटा लामो विक पनि बनाछ। एउटा लामो पुच्छर पनि छ है। के भयो भन्दा त्यो दिन मार्केट ओपन भयो अनि मार्केटमा एउटा पोजिटिभ मोमेन्टम आयो, बुलिस मोमेन्टम आयो। बायरहरू धेरैजना आए। म महँगोमै भए पनि सेयर किन्छु। यता पनि आए, यता पनि आए। बायरहरू धेरै आए। मार्केटमा डिमान्ड धेरै आयो यो सामानको, यो सेयरको। त्यस्तै एउटा पोइन्टमा पुगिसकेपछि सेलरहरूले के सोचे भन्दा यति महँगोमा त हामीले पायो भने बेचिहाल्नुपर्छ भनेर सोचे। अब पावर सेलरहरूतिर पुग्यो यो पोइन्टमा पुगेपछि अनि धेरैजना सेलरहरू आएर उनीहरूले सामान बेच्न थाले। अब धेरै सेलर आउने बित्तिकै के हुन्छ भन्दा प्राइस फेरि घट्न थाल्छ। मार्केटमा एउटा बियरिस मोमेन्टम, एउटा नेगेटिभ मोमेन्टम आउँछ अनि मार्केट फेरि घट्छ तलसम्म। डिपेन्डिङ अपन यो क्यान्डल चार्टको कुन ठाउँमा फर्म भएको छ, यसले चाहिँ हामीलाई अलिकति बियरिस सेन्टिमेन्ट छ अब मार्केटमा भनेर सिग्नल गर्छ। हामीले यतिसम्म बुझ्यौँ नि यहाँसम्म? अब यति बुझिसकेपछि खासमा मार्केट मुभ हुने कुनै म्याथले, फन्डामेन्टल एनालाइसिसले, केहीले होइन। मार्केटको साइकोलोजीले हो। ह्युमन साइकोलोजीले हो। मार्केटमा हुने ग्रिड अनि फियरले हो। जब एउटा ग्रिन क्यान्डल देखिन्छ अनि हामीलाई चाहिँ फोमो हुन्छ। अब त मार्केट बढ्छ, यो सेयर किनिहाल्नुपर्छ, नत्र भए त म छुट्छु। यस्तो फिल भएर हामी मार्केटमा एन्टर गर्छौँ। तर प्रोफेसनल्सहरू त त्यहाँ वेट गरेर बसिरहेका हुन्छन्। उनीहरूलाई थाहा हुन्छ कुन पोइन्टमा किन्ने, कुन पोइन्टमा बेच्ने र कुन पोइन्टमा फोमो क्रिएट भएर आएको मान्छेहरू छन् भनेर प्रोफेसनल्सहरूलाई थाहा हुन्छ। अनि दे डम्प देयर सेयर्स र लास्टमा हामी जस्तो रिटेल इन्भेस्टरहरू त्यस्तो ठाउँमा फस्छौँ। र आई थिङ्क यु नो, जेनरली वर्ल्ड वाइड नै हेर्ने हो भने पनि अलमोस्ट 90% अफ द रिटेल ट्रेडर्स आर अपरेटिङ इन लस। क्यान्डलहरूले चाहिँ खासमा फ्युचर प्रेडिक्ट गर्ने पनि होइन। यसले चाहिँ पास्टमा के भयो त? अहिले मार्केटको साइकोलोजी के छ? कुनै एउटा टाइम फ्रेममा आजको दिनमा के भयो भनेर मात्रै बताउने हो। अनि यसले के मोमेन्टम सिफ्ट गरिदिन्छ, के आइडिया दिन्छ भन्दा तपाईँको प्रोबेबिलिटीलाई चेन्ज गरिदिन्छ। जेनरली मार्केटमा मार्केट घट्छ कि बढ्छ भनेर ऱ्यान्डम सोद्धाखेरि देयर इज अलवेज 50-50% चान्स। घट्न पनि सक्छ, बढ्न पनि सक्छ है। तर कुनै एउटा स्पेसिफिक क्यान्डल बन्यो, कुनै एउटा स्पेसिफिक सर्कमस्टान्सेस आयो, रेसिस्टेन्स अथवा सपोर्टमा आयो, जुन हामी पछि हेरौँला। त्यस्तो पोइन्टमा आइसकेपछि चाहिँ मार्केटमा तपाईँले चार्ट हेर्दाखेरि त्यसको प्रोबेबिलिटी चेन्ज हुन्छ। कुनै एउटा स्पेसिफिक पोइन्ट अथवा कुनै एउटा स्पेसिफिक क्यान्डल बनिसकेपछि अब त मार्केट माथि जान्छ अथवा तल जान्छ भन्ने प्रोबेबिलिटीमा हामी सिफ्ट हुन्छौँ। जस्तै 50-50 थियो भने हामी अब 60-40 मा पुग्छौँ। द्याट्स वेयर वी प्ले। मेबी कुनै टाइममा 60-40 बाट हामी 70-30 मा पनि पुग्न सक्छौँ। त्यो भनेको झन् स्ट्रङ भयो। 100% स्योरिटी त कुनै पनि कुरामा हुँदैन। क्यान्डलले चाहिँ हाम्रो प्रोबेबिलिटीलाई बढाइदिने काम गर्छ। इन्गल्फिङ क्यान्डल स्टिक भनेको चाहिँ के हो भन्दा जब कुनै एउटा क्यान्डलले
यति ठुलो क्यान्डल बन्छ नि एउटा क्यान्डल, अनि त्यसले अगाडिको क्यान्डलहरूलाई निल्दिन्छ, इन्गल्फ गरिदिन्छ, ढाकिदिन्छ। त्यो भइसकेपछि हामीले के बुझ्न सकिन्छ भन्दा मार्केटमा यदि यस्तो किसिमको क्यान्डलहरू बन्यो भने अब मार्केट एउटा नेगेटिभ ट्रेन्डबाट आइरहेको थियो। सपोज एउटा लामो टाइमदेखि मार्केट चाहिँ नेगेटिभ ट्रेन्डमा यसरी 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 आइरहेको थियो। ठिक छ? अब एउटा हरियो कलरको ठुलो क्यान्डल बन्यो अनि यसले यतातिर बनेको 4, 5, 6 दिनको क्यान्डलहरूलाई इन्गल्फ गरिदियो, ढाकिदियो। अब मार्केटको मोमेन्टम सिफ्ट हुने चान्स बढ्यो। स्योर बढ्छ त? बढ्दैन। तर जुन 50-50% चान्स थियो नि, त्यहाँबाट अब हामी 60-40 मा पुग्यौँ होला। मेबी अर्को एउटा क्यान्डलले यतातिर गएर कन्फर्म गर्यो भने चाहिँ हामी 70-30 मा पुग्छौँ होला। यसरी हाम्रो प्रोबेबिलिटी सिफ्ट हुँदै जान्छ र मार्केटमा एन्टर गर्ने हाम्रो पोइन्टहरू सिफ्ट हुँदै चेन्ज हुँदै जान्छ। यो एउटा इन्गल्फिङ क्यान्डल जस्तै नेगेटिभ मोमेन्टम भएको रातो क्यान्डलहरू बनिरहेको टाइममा एउटा ठुलो ग्रिन क्यान्डल बन्यो भने चाहिँ मार्केटमा अब बुलहरूको एन्ट्री हुन लाग्यो भनेर हामीले बुझ्न सकिन्छ। त्यस्तै गरी अपोजिट पनि इट्स ट्रु होइन? पोजिटिभ मोमेन्टम भइरहेको सिचुएसनमा, मार्केट बढिरहेको सिचुएसनमा पछिल्लो 3 दिनको क्यान्डललाई यो एउटै क्यान्डलले कभर गरिदियो। 3 दिन मार्केट जसरी बढेको थियो एउटै क्यान्डलले कप्लक्क खाइदियो होइन? यहाँ हेर्नु न तपाईँले, स्टेयर्स अप, स्टेयर्स अप, स्टेयर्स अप, एलिभेटर डाउन होइन? भर्याङ चढ्दै चढ्दै माथि गयो, लिफ्ट चढेर तल आए जस्तो छ। ठिक छ? त्यस्तै यहाँ भर्याङ झर्दै झर्दै तल आए जस्तो छ, लिफ्ट चढेर माथि गए जस्तो छ। मार्केटमा मोमेन्टम यसरी सिफ्ट हुन्छ। इन्गल्फिङ क्यान्डल स्टिकले चाहिँ त्यस्तो किसिमको सिग्नल दिन्छ तपाईँलाई। अब हामीले यो पोइन्टमा अर्को एउटा क्यान्डल हेर्न सक्छौँ। यसलाई चाहिँ बटमिङ टेल पनि भन्न मिल्छ, ह्यामर पनि भन्न मिल्छ र लङ विक बुलिस क्यान्डल स्टिक पनि भन्न मिल्छ। तर तपाईँले अहिले जेनरली बुझ्नुपर्दा यसरी लामो ह्यान्डल भएको एउटा ह्यामर जस्तो क्यान्डल भनेर बुझ्दा हुन्छ। अब यसमा तपाईँले मैले अघि भने जस्तो मार्केट साइकोलोजीले के भनेछ भनेर बुझ्नुपर्दा मार्केट नेगेटिभ ट्रेन्डमा थियो, तल 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 घट्दै आइरहेको थियो है। तर एउटा पोइन्ट यस्तो आइदियो, एउटा प्राइस रेन्ज यस्तो आइदियो, त्यो पोइन्टमा पुगिसकेपछि चाहिँ बायरहरू धेरै एन्टर भए होइन? यो पोइन्टमा त किन्नुपर्छ भनेर मार्केटमा बायरहरू एन्टर भए। ठिक छ? मार्केटमा बायरहरू एन्टर भइसकेपछि चाहिँ प्राइसको मोमेन्टम सिफ्ट हुने भयो। नेगेटिभ मोमेन्टम अथवा बियरिस मोमेन्टममा रहेको प्राइस चाहिँ अब पोजिटिभ मोमेन्टममा जान थाल्यो। यसपछि चाहिँ मार्केटमा एउटा पोजिटिभ फ्लो आउन थाल्यो। फर्स्टमा मार्केट यसरी बढ्यो, साइडवेज गयो। वाट वी एक्सपेक्ट भन्दा यस्तो किसिमको क्यान्डलहरू फर्म भइसकेपछि यो बुलिस फ्ल्याग भनेर मार्केट फेरि माथि जान्छ भनेर हामी गेस गर्छौँ। तर अहिले तपाईँले बुझ्ने बेलामा चाहिँ फर्स्टमा यो एउटा लङ विक भएको क्यान्डल छ नि, ह्यामर जस्तो देखिने, यो क्यान्डल चाहिँ तपाईँको चार्टको, तपाईँको प्याटर्नको ट्रेन्डको एन्डमा भन्नाले सबैभन्दा लो पोइन्टमा यदि फर्म भयो भने अहिलेको मोमेन्टमलाई चाहिँ त्यसले सिफ्ट गरिदिएर माथितिर प्राइस अब माथितिर जान्छ भनेर बुझ्न सकिन्छ। अन द कन्ट्रारी, जस्तै मार्केट धेरै टाइमदेखि बढ्दै 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 गइरहेको छ, तर एउटा पोइन्ट यस्तो आइदियो, ठ्याक्क अपोजिट ह्यामर जस्तो है। टपिङ टेल पनि भनिन्छ यसलाई। माथि चाहिँ लामो विक छ अनि बडी चाहिँ सानो छ। यसलाई पनि हामीले फर्दर डिकोड गरेर डिफ्रेन्ट टाइप अफ बियरिस लङ विक क्यान्डलहरू हामीले हेर्न सक्छौँ। त्यसको डिफ्रेन्ट साइकोलोजीहरू बुझ्न सक्छौँ। तर तपाईँले जेनरली अहिले बुझ्ने बेलामा मार्केट माथि गइरहेको थियो, तर एउटा यस्तो पोइन्ट आइदियो, यो लेभलको प्राइसमा पुगिसकेपछि चाहिँ सेलरहरू आए तातेर यतिसम्म प्राइस पुगेपछि त सेयर बेच्नुपर्छ भनेर आए। अब उनीहरूले बेच्न स्टार्ट गरे, त्यसपछि मार्केटमा हल्का नेगेटिभ मोमेन्टम आउन थाल्यो। यसरी तल जान्छ भन्ने प्रोबेबिलिटी बढी भयो अब। अर्को एउटा सबैभन्दा इन्ट्रेस्टिङ क्यान्डल स्टिक छ। यो क्यान्डल स्टिकको नाम डोजी हो। यसले के सिग्नल गर्छ भन्दा मार्केटमा कन्फ्युजन छ। तपाईँले यो देखेर पनि बुझिसक्नुभयो होला अब। जस्तै मार्केट एउटा पोइन्टमा ओपन भयो,
र माथि गएर क्लोज भयो। कति चेन्ज भयो? नेग्लिजिबल अमाउन्ट। यसमा हेर्नुहुन्छ भने त ओपनिङ, क्लोजिङ एउटै पोइन्टमा छ। यसमा हेर्नुहुन्छ भने पनि मार्केट अलिकति माथि त ओपन भएको तर क्लोज पनि लगभग त्यही पोइन्टमा भयो। दिनभरिमा के भयो त भन्दा ब्याटलफिल्डमा मार्केट एउटा पोइन्टमा बढेर माथि गयो, मार्केट एउटा पोइन्टमा बढेर तल गयो, तर लास्टसम्म आइपुग्दा चाहिँ मार्केट त्यहीँको त्यहीँ नै रह्यो। मार्केटमा अलिकति कन्फ्युजन छ। बढ्छ कि घट्छ कि भनेर ट्रेडरहरूले थाहा नै पाउन सकेका छैनन्। यो सबै डोजी क्यान्डलस्टिकको डिफ्रेन्ट पिक्चर हो। इट डजन्ट मेक एनी सेन्स होइन खासमा कलरले खासमा भन्ने हो भने रातो बन्यो अरू हरियो बन्यो भनेर, किनकि यो नेग्लिजिबल अमाउन्टको बडी बनेको छ नि त यसमा त। बडी भन्दा पनि यसमा विकको धेरै सिग्निफिकेन्स भएको भएर डोजी क्यान्डल स्टिक भनेको हामीले के बुझ्नु पर्यो भन्दा मार्केटमा बायर सेलर ट्रेडरहरू चाहिँ कन्फ्युज छन्। अब मार्केट कतातिर जान्छ भनेर बुझ्नको लागि चाहिँ हामीले नेक्स्ट डे कस्तो किसिमको क्यान्डलहरू बन्छ, नेक्स्ट ट्रेडिङ टाइम फ्रेममा कस्तो किसिमको क्यान्डलहरू बन्छ भनेर हामीले वेट गर्नु पर्यो। यदि हामीसँग त्यसमा पोजिसन छ, हामीले सेयर पहिलेदेखि किनेर बसेका छौँ भने चाहिँ अलिकति केयरफुल हुनु पर्यो। बेच्नुपर्ने टाइम आउन सक्छ है भनेर। है किन्ने जस्तो हामीले मेन्टालिटी बनाएर बसिरहेछौँ भने एकछिन मार्केट अझै घट्न सक्छ भनेर केयरफुल हुनु पर्यो। अब यति क्यान्डल स्टिक्सको बारेमा बुझिसकेपछि तपाईँले एउटा गल्ती चाहिँ के गर्नु भएन भन्दा यो क्यान्डल स्टिक मात्रै बुझेको भरमा ट्रेडमा जम्प गरिहाल्नु भएन। किनकि क्यान्डल स्टिक एक्लै त अपरेट हुने होइन, तपाईँको पुरै चार्ट हुन्छ। त्यो पुरै चार्टमा कुन ठाउँमा चाहिँ त्यो क्यान्डल फर्म भएको छ त, जस्तै ह्यामर त फर्म भयो तर कुनै रेसिस्टेन्स पोइन्टमा फर्म भयो भने इट डजन्ट मेक टु मच अफ सेन्स है। बढिरहेको पोइन्टमा मार्केट बढिरहेको छ तर तलको प्राइस रिजेक्ट भएर फेरि माथि गइदियो। जस्तै मार्केट बढिरहेको छ, अब यो पोइन्टमा तपाईँलाई यस्तो किसिमको क्यान्डल फर्म भयो भने इट डजन्ट मेक एनी सेन्स। यो क्यान्डल त घटिरहेको मार्केटको सिचुएसनमा मात्रै सिग्निफिकेन्ट हुन्थ्यो नि। त्यसैले गर्दा कुन पोइन्टमा क्यान्डल फर्म भएको छ भनेर तपाईँले नबुझिकन एउटा क्यान्डल स्टिक मात्रै हेरेर आइसोलेसनमा ट्रेड गर्न मिल्दैन। अर्को कुरा चाहिँ बिगिनरहरूले के मिस्टेक गर्न सक्नुहुन्छ भन्दा क्यान्डलको क्लोजिङ पोइन्ट नहेरिकन ट्रेडमा जम्प गर्ने। जहिले पनि मार्केटमा कति कति पोइन्टमा कुन पोइन्टमा त्यो क्यान्डल क्लोज हुन्छ, लास्ट पोइन्टसम्म के हुन्छ, लास्टको 10 मिनटमा मार्केटले मोमेन्टम कम्प्लिटली सिफ्ट गरिदिन सक्छ। एकदम बियरिस भइरहेको मार्केट एकैछिनमा लास्टको 10, 15, 20 मिनटमा, आधा घन्टामा तल भएको मार्केट माथि अनि भाइसे वर्सा चेन्ज हुन सक्छ। त्यसले गर्दा मार्केटमा जहिले पनि क्लोजिङ कुर्ने, त्यति मात्र नभएर कन्फर्मेसन पनि कुर्ने नगर्दासम्म एन्टर गर्नु हुँदैन। अब यति बुझिसकेपछि हामी रियल लाइफ एक्जाम्पल हेरौँ। पहिलो नम्बरमा यो वर्षको सबैभन्दा ट्रेन्डिङ कमोडिटी सिल्भरलाई हेरौँ है। सिल्भर यो वर्ष योभन्दा ठ्याक्क 1 वर्ष जस्तो अगाडि अराउन्ड $30 ट्रेड भइरहेको थियो। तर जनवरीको बिगिनिङ अथवा जनवरीको एन्डसम्म आइपुग्दाखेरि मार्केट 120 जस्तोसम्म पुग्यो। अब त्यो पोइन्टबाट मार्केट घटेर अहिले आधा प्राइस 120 को अराउन्डमा भएको सेयर अहिले घटेर $60 को अराउन्डमा छ। अब हामीले के हेर्न कोसिस गरौँ भन्दा यो लास्ट मोमेन्टमा 120 बाट मार्केट $60 सम्म झर्दाखेरि क्यान्डल स्टिकले मार्केटमा ट्रेन्डले कुनै सिग्नल दिएको थियो कि थिएन भनेर हेर्न कोसिस गरौँ है त। जस्तै तपाईँले यो क्यान्डलमा हेर्नुभयो भने नि, अथवा यति मात्रै किन तपाईँले यो दिनहरूमा हेर्नु न राम्रोसँग। हामीले यो पोइन्टमा हेर्नु त, यस्तो मजाले एउटा पोजिटिभ मोमेन्टममा, बुलिस मोमेन्टममा भइरहेको सिल्भरको ट्रेडिङ, सिल्भरको इन्भेस्टमेन्ट, वाट एभर इट इज, एउटा पोइन्टमा यस्तो ठाउँमा पुगिदिन्छ, प्राइस यस्तो मजाले रिजेक्ट भएर तल आउँछ। क्यान यु सी दिस? प्राइस यति मजाले रिजेक्ट भएर तल आयो र यसले टपिङ टेल त्यो दिनमा बनायो। म तपाईँलाई फर्दर जुम गरेर देखाउँछु ल। यो दिनहरूमा मात्रै हेरौँ ल। यो दिनमा प्राइस तल आयो, प्राइस रिजेक्ट भएर तल आयो, यत्तिकै तल आएको छैन। इन्भर्स ह्यामर जस्तै खालको क्यान्डल बनायो, ठिक छ, टपिङ टेल बनाएर तल आयो। त्यसपछि मार्केट फेरि रिभर्स हुन कोसिस त गर्यो, तर यो क्यान्डल
जब बन्यो नि, यो क्यान्डललाई कहिले पनि बिट गर्न सकेन। यो दिनमा तपाईँले हेर्नुभयो भने फेरि डोजी क्यान्डल बन्यो। क्यान यू सी दिस अगेन? यो दिनमा डोजी क्यान्डल बन्यो। अब यो बनिसकेपछि चाहिँ मार्केटमा कन्फ्युजन क्रिएट भयो। के हुन्छ जस्तो भयो। अब यो दिनमा हेर्नु त मार्केटमा इन्गल्फिङ क्यान्डल बन्यो। यो इन्गल्फिङ क्यान्डलले के गरिदियो भन्दा योभन्दा अगाडिको 1, 2, 3, 4, 5, 6, 7, 8, 9, 10, 11 लगभग 12, 13, 14, 15 दिनकै प्राइसको ग्रोथलाई त्यो एउटा क्यान्डलले नेगेट गरिदियो अनि मार्केट घट्यो। त्यसपछि मार्केट अहिले हेर्ने हो भने आजको दिनसम्म हेर्ने हो भने मार्केटमा बियरिस सेन्टिमेन्ट आइसक्यो। त्यस्तै अर्को चार्ट हेर्ने हो भने नबिल ब्याङ्क सबैजनाको एउटा फेभरेट स्टक होइन नेपालको सिचुएसनमा। यो चाहिँ 2024को अगस्त सेप्टेम्बरतिरको चार्ट हो। अहिलेको प्राइस मैले नलिनुको रिजन चाहिँ मार्केट अहिले साइडवेजमा छ। यस्तो सब्सट्यान्सियल कुनै ग्रोथ अथवा डिक्लाइन चाहिँ प्राइसमा भएको छैन। तर लास्ट टाइम कहिलेदेखि मार्केट घट्न थाल्यो त यो नेगेटिभ ट्रेन्डमा जान थाल्यो भनेर बुझ्नु पर्दा जस्ट लुक हियर। मार्केटले दुईपल्ट टपिङ टेल बनाएको छ। मार्केटले दुईपल्ट माथि गएर प्राइस रिजेक्ट गरेर प्राइस तल आएको छ। तपाईँले यो कुरा राम्रोसँग हेर्नु पर्यो। त्यस्तै अहिले रिसेन्ट टाइममा म हेर्दै थिएँ है, अप्पर तामाकोसीको स्टक बढेको रहेछ। अब मसँग यसको केही पनि पोजिसन छैन, आइएम जस्ट एनालाइजिङ दिस है। मैले हेर्दाखेरि यो प्राइस कहिलेदेखि बढ्यो त भनेर हेर्न खोजेको। लुक एट दिस, यो दिनको प्राइस हेर्नु न, ह्यामर बनेको छ, लङ विक बनेको छ नि होइन, तलको बटमिङ टेल बनेर यो पोइन्टहरूमा कति दिनदेखि नेगेटिभ नेगेटिभ क्यान्डल बनेको। यो दिनमा डोजी बन्यो अनि त्यसपछि फेरि यो दिनमा पनि तलको प्राइस नेगेट भयो। यो दिनमा त कस्तो मजाले नेगेट भयो। त्यसपछिको दिनमा मार्केट बढ्यो। यसरी हेर्दाखेरि यो म्याजिक जस्तो पनि देखिन सक्छ होइन, तर यो म्याजिक होइन, इट्स जस्ट रिडिङ द चार्ट्स। र इफ यु क्यान रिड द चार्ट्स यु क्यान प्रोटेक्ट योर क्यापिटल एज वेल। ट्रेडिङ एकै दिनमा एकैपल्टमा त सिकिँदैन, तर तपाईँले यदि यसरी चार्ट हेर्न सिक्दै जानुभयो भने अननोइङली तपाईँको एक त नलेज बढ्छ, कन्फिडेन्स पनि सँगसँगै बढ्दै जान्छ। यदि तपाईँलाई यो अप्रोच मन पर्यो भने प्लिज डु लेट मी नो इन द कमेन्ट सेक्सन बिलो। र यसले मलाई पनि थाहा हुन्छ कि यु आर नट इन्टु ग्याम्बलिङ, रादर यु आर इन्टु सिरियस लर्निङ। Until then, see you in the next video in the credit side.